स्वागत छ तपाईहरुलाई यस विदिशा क्रिएसन च्यानलमा। आजको भिडियोमा मैले दैनिक जीवनमा एकदम काम लाग्ने 5 वटा उपयोगी जानकारीहरू शेयर गर्न गइरहेको छु, जुन धेरैलाई थाहा हुन सक्छ र धेरैलाई थाहा नै नहुन पनि सक्छ। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, यसले पनि तपाईको जीवनलाई केही सहज बनाउनलाई सहयोग गर्ने नै छ। भन्दै आजको विषयवस्तुतिर म जान चाहन्छु। 5 वटा उपयोगी जानकारी मध्येको पहिलो नम्बरको जानकारी रहेको छ मोबाइल ब्याट्री सही तरिकाले प्रयोग गर्ने महत्त्वपूर्ण जानकारी। पहिलो नम्बरमा सबैभन्दा पहिले मोबाइल ब्याट्रीको कुरा गर्दैछु म। धेरैजसो मानिसले रातभर मोबाइललाई चार्जमा राखेर छोडिदिनुहुन्छ अथवा छोड्ने बानी रहेको हुन्छ। तर यसले ब्याट्रीको लाइफलाई घटाउँछ, यसले फाइदा गर्दैन भन्ने कुरा सबैलाई थाहा नहुन पनि सक्छ। सकेसम्म ब्याट्रीलाई 20% भन्दा तल चार्ज झर्न दिनुहोस् अथवा चार्ज त्यहाँसम्म आइपुग्न दिनुहोस् घटेर, अनि मात्रै चार्जमा राख्नु। र चार्जमा राख्दा फुल चार्ज भएपछि मोबाइल चार्जिङबाट निकाल्नु अथवा 80% सम्म तपाईँ चार्जमा राख्नु भने त्यो अझै बेटर हुन्छ। तर सुत्ने बेलामा मोबाइललाई चार्जमा राखेर रातभर छोडिदिनु भयो भने त्यसले मोबाइलको लाइफलाई घटाउनलाई पनि सहयोग गर्नेछ, फाइदा पनि हुँदैन। यस्तै गरी दोस्रो नम्बरमा छ फेसबुक एकाउन्ट। तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुक एकाउन्टको सुरक्षाको महत्त्वपूर्ण 2टा सेटिङहरूको बारेमा छ। तपाईको एकाउन्ट सुरक्षित राख्नको लागि, तपाईको फेसबुक एकाउन्ट सुरक्षित राख्नको लागि 2 स्टेप भेरिफिकेसन भन्ने अप्सन हुन्छ, त्यसलाई अन गर्नुहोस्। साथै तपाईको फेसबुक अरु कसैले चलाइरहेको छ यदि भने तुरुन्त त्यसको सूचना आउने लगइन अलर्ट पनि इनेबल गर्नु। त्यसो गर्नुभयो भने तपाईले आफ्नो फेसबुक अरूले प्रयोग गर्नबाट वा त्यसलाई असुरक्षित रहनबाट धेरै नै सहयोग प्राप्त हुनेछ। भन्दै आजको विषयवस्तुको 5औं उपयोगी जानकारी मध्येको तेस्रो जानकारीमा रहेको छ स्वास्थ्य सम्बन्धी जानकारी रहेको छ। अब यो स्वास्थ्य सम्बन्धी जानकारी धेरैले चाहिँ अहिलेको समयमा यसलाई पालना गरेकै हुन्छ, तै पनि थाहा नहुनेहरूको लागि चाहिँ यो एकदमै राम्रो जानकारी रहेको छ। खाली पेटमा लगातार चिया कफी नपिउनु होला। बिहान उठेर कम्तीमा मनतातो पानी 1 गिलास 2 गिलास कति सकिन्छ मनतातो पानी खाएर मात्र कफी चिया खानु पर्यो भने खाने गर्नुहोस्। दिनभर थोरै पानी पिइराख्नुहोस् र कम्तीमा बिहान उठेर 30 मिनेट व्यायाम गर्ने अथवा हिँड्ने बानी गर्नुभयो भने तपाईको स्वास्थ्यको लागि एकदमै धेरै फाइदाजनक हुन्छ। चौथो नम्बरमा अनलाइन कमाई। यो चाहिँ आम्दानी भन्दा पनि डिजिटल अवेरनेस तर्फको कुरा रहेको छ। तपाईलाई अहिले हाम्रो नेपालमा धेरै फेक अर्निङ स्किमहरू चाहिँ फेसबुकमा जताततै देख्न पाइन्छ। तपाईलाई छिट्टै धनी बनाइदिन्छु, घन्टाको 5,000 अथवा यो महिना दिनकै 10-15 हजार कमाउने यस्ता खालका पेजहरूबाट एकदमै बच्नु होला। त्यो खालको स्किमहरूको बारेमा देख्नुभयो भने कहिले पनि आफ्नो ब्याङ्क एकाउन्ट नदिनुहोस् तिनीहरूलाई र उनीहरूले पठाएको लिङ्कलाई ओपन गरेर फेसबुक पनि लगइन नगर्नु होला, नत्र तपाईँको फेसबुक अथवा तपाईँको ब्याङ्क एकाउन्टहरू असुरक्षित रहन सक्छन्।
यसै गरी 5औं नम्बरमा समयको व्यवस्थापन रहेको छ, को बारेमा रहेको छ। हामीले मोबाइलमा भिडियो हेरिन्छ, एकछिन त हेर्न पनि पर्ने हुन्छ, तर सधैँभरि अन्य कुरामा मोबाइललाई एडभान्टेजको रूपमा भन्दा पनि यसलाई चाहिँ आफूलाई कुनै फाइदा नहुने प्रकारको भिडियोहरू हेरेर त्यस्तो कुराहरू हेरेर बस्नुभन्दा त्यसैबाट केही लर्निङ गर्ने अथवा सिक्ने कुरामा त्यो समयलाई खर्च गरियो भने त्यसले जीवनलाई धेरै सहज गराउन सक्छ भन्दै आजको 5वटा उपयोगी जानकारी यिनै रहेको थिए। यी 5वटा कुरा सुन्दा सानो जस्तो लागे पनि जीवनमा निकै ठुलो प्रभाव पार्ने कुराहरूले तपाईँलाई कुन पोइन्ट सबैभन्दा बढी मन पर्यो कमेन्टमा लेखिदिनु होला। भिडियो मन पर्यो भने मेरो च्यानललाई लाइक सेयर, च्यानललाई सब्सक्राइब, भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनु होला। यस्तै प्रकारका भिडियोहरू कोसिस गर्नेछु आगामी दिनहरूमा। र यति भन्दै आजको लागि बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा चाहिँ हामी